मैले यसभन्दा अगाडि दुईवटा भिडियो जुन स्थानीय तह अन्तर्गतको महानगरपालिकाका विभिन्न विषयहरूसँग सम्बन्धित भिडियोहरू अपलोड गरिसकेको छु, जसमा चाहिँ मैले पहिलो चाहिँ महानगरपालिकालाई चाहिँ क्षेत्रफलको आधारमा ठुलोबाट सानो क्रमको आधारमा एउटा र जनसङ्ख्याका आधारमा ठुलोबाट सानोको क्रमको भिडियो अपलोड गरिसकेको छु र अहिले चाहिँ म वडा सङ्ख्याको आधारमा महानगरपालिकाको ठुलोबाट सानोको क्रम प्रस्तुत गर्न गइरहेको छु। वडा सङ्ख्याको आधारमा महानगरपालिकालाई ठुलोबाट सानोको क्रममा सम्झँदा मैले एउटा सूत्र प्रयोग गरेको छु, जुन सूत्र चाहिँ यस प्रकार रहेको छ। पोखराकी काबीको लभ विराटसँग छ। पोखराकी काबीको लभ विराटसँग छ। पोखराकी काबीको लभ विराटसँग छ। पोखरा महानगरपालिका कास्की जिल्लामा छ, जसमा चाहिँ 33 वटा वडाहरू रहेका छन्। त्यस्तै दोस्रो काठमाडौँ महानगरपालिका, जुन चाहिँ नेपालकै राजधानी काठमाडौँमा रहेको छ, जुन 32 वटा वडा रहेका छन्। बीबाट वीरगञ्ज महानगरपालिका, जुन चाहिँ पर्सा जिल्लामा छ, त्यसमा पनि 32 वटा नै वडाहरू रहेका छन्। लबाट ललितपुर महानगरपालिका ललितपुरमा छ, जसमा 29 वटा वडाहरू रहेका छन्। भबाट भरतपुर महानगरपालिका चितवन जिल्लामा छ, जसमा पनि 29 वटा वडा रहेका छन्। विराटबाट विराटनगर महानगरपालिका मोरङ 19 वटा वडा रहेका छन्। फेरि एकपटक म माथिबाट भन्नेछु, वडा सङ्ख्याका आधारमा महानगरपालिकालाई ठुलोबाट सानोको क्रममा यस्तो सूत्र प्रयोग गरेर सम्झन सकिन्छ। पोखराकी काबीको लभ विराटसँग छ। पोखराकी काबीको लभ विराटसँग छ। अनि पोखरा महानगरपालिका कास्कीमा छ, जसको चाहिँ 33 वटा वडाहरू रहेका छन्। त्यसपछि काठमाडौँबाट काठमाडौँ महानगरपालिका काठमाडौँमै छ, जसमा पनि 32 वटा वडा रहेका छन्। वीरगञ्ज महानगरपालिका पर्सामा छ, 32 वटा वडा छन्। लबाट ललितपुर महानगरपालिका ललितपुरमा छ, 29 वटा वडा छन्। भबाट भरतपुर महानगरपालिका चितवन जिल्लामा छ, जसमा 29 वटा वडा रहेका छन्। विराटबाट विराटनगर महानगरपालिका मोरङ, त्यसमा 19 वटा वडा रहेका छन्। यसलाई हामी अझ रोचक तरिकाबाट पनि सम्झने प्रयास गरौँ। रोचक तरिकाबाट सम्झन मैले यस्तो तरिका अपनाएको छु। 29 वर्षमा लभ पर्यो। 29 वर्षमा लभ पर्यो 32 वर्षकी विजय कुमारी बिकेसँग। त्यसपछि 19 गते विराटनगर मेलाका दिन पोते लगाइदिए। फेरि एकपटक 29 वर्षमा लभ पर्यो। कति वर्षमा लभ पर्यो? 29 वर्षमा लभ पर्यो 32 वर्षकी विजय कुमारी बिकेसँग। कोसँग? 32 वर्षकी विजय कुमारी बिकेसँग। त्यसपछि 19 गते विराटनगर मेलाका दिन। कुन दिन? 19 गते विराटनगर मेलाका दिन पोते लगाइदिए। के लगाइदिए? पोते लगाइदिए। लभबाट ललितपुर महानगरपालिका भरतपुर महानगरपालिका, जसमा चाहिँ 29 वटा वडा रहेका छन्। विजय कुमारी बिके भनेको वीरगञ्ज महानगरपालिका काठमाडौँ महानगरपालिका, जसमा 32 वटा रहेका छन्। विराटनगरमा 19 वटा वडा छन्। पोते भनेको पोबाट पोखरा, तेबाट 33 र पोखरा महानगरपालिकामा पनि 33 वटा रहेका छन्। र महानगरपालिका वडा सङ्ख्या ठुलोबाट सानो र वडाहरू सम्झन म फेरि एकपटक भन्नेछु। 29 वर्षमा लभ पर्यो। कति वर्षमा लभ पर्यो? 29 वर्षमा लभ पर्यो 32 वर्षकी विजय कुमारी बिकेसँग। कोसँग? 32 वर्षकी विजय कुमारी बिकेसँग। त्यसपछि 19 गते विराटनगर मेलाका दिन पोते लगाइदिए। कहिले पोते लगाइदिए? 19 गते विराटनगर मेलाका दिन।